च्यानल। आज हामी घरैदेखि डडेलधुरा घुम्न जाँदैछौँ अनि अहिले टाइम चाहिँ बिहानको 4:30 भएको छ। अनि गाइस मामु लुगा पटाउन बिजी हुन्छ अनि यहाँ टुन्ने के खेलिरहेको छ। हेर्नु मान्छे त के खेल्ला छ टुन्नु। अब जान्छ या पनि बच्ची भन्ने हो। यहाँ बुवा आफ्नो हातमा मोबाइल बोकेर बुरुस मनन बोकेर हाम्रो झोला छ तल। अब हाम्रो यात्रा सुरु भयो। हेर्नुहोस् त गाईहरू चारैतिर अँध्यारो छ। अहिले हामी तुलसीपुर बजार आइपुग्यौँ, त्यही पनि अँध्यारो छ, अझै उज्यालो छ। तुलसीपुर हुँदै शीतलपुर आइपुगेछौँ। शीतलपुर बावे खोलाको पुलमा चिया खान रोकिएको छ अनि सबै उता पछाडि बसेर छ अनि यिनी बहिनी के गरिरहेछन् यहाँ फुतुर। मैले सबैलाई सोधेँ चिया कस्तो छ, ल उहाँको रिभ्यू सुन्नुहोस् त है गाइस। मिठो छ चिया, हामीले त पहिलोपटक खाने। पुग्न पहाडको बाटो उकालो ओह्रालो घुमाउरो बाटो जानुपर्ने हुन्छ गाइस। हेर्नुहोस् त बाटोमा पहिरो पनि गएको छ। अमेलियालाई पछाडि छोड्दै हामी अगाडि बढिसक्यौँ। अब कुसुम हुँदै कोलपुर पुगिन्छ गाइस। कोलपुर नपुग्दासम्म साह्रै रमाइलो र रमणीय जङ्गलको यात्रा गर्नुपर्छ। तपाईँले पनि यो यात्राको आनन्द लिनुहोस् है गाइस। जस्तै कि नेपालगञ्ज, महेन्द्रनगर, सुर्खेत, रत्ताङ यहाँबाट जान सकिन्छ। अब हामी सिधै पश्चिम महेन्द्रनगरतर्फ अगाडि बढ्दैछौँ। महेन्द्रनगर नपुग्दै अतरिया भन्ने ठाउँमा रोकिन्छौँ र त्यहाँबाट डडेलधुराका लागि उत्तरतर्फ अघि बढ्छौँ।
गाडीलाई रोक्नेछौँ, फोटो खिच्नेछौँ र रमाइला दृश्यहरूको मजा लिनेछौँ। कपाल उडिरहेछ यस्तो झेलनको खेम चस्मा दिसो त मेरो चस्मा बुवाले कस्तो लागिरहेछ कर्णाली पुलमा मलाई त अति रमाइलो भइरहेको छ नदीबाट आउँदा गर्मीले नि यहाँ आउँदा खान्न चिसो छ गाइदिया त कठिन चिसो छ मलाई त यस्तो हाफ लागिरहेछ यहाँ बुवा हाई गरिरहेछ अनि यहाँ फोटोसुटको कार्यक्रम चलिरहेछ अनि अर्को क्यामेरा फोटो खिच्दै यहाँ मम्मी यहाँ बाबा यहाँ फोटो खिच्दैछ नेटवर्क नाच्दैछ ल नाच म त बल्ला गरे साइलोले बल्ला रे साइलोले हत्तरका साइली रुमा हत्तरका साइली रुमा म त ढले 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 म त ढले 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 गाइजहरु हामी अब अत्तरिया जाने रोडमा अत्तरिया 78 किलोमिटर अझ हामी 78 किलोमिटर यो अत्तरिया बजार हो अब हामी यहाँबाट डडेलधुराको लागि उत्तरतर्फ लाग्छौँ डडेलधुरा आइपुगेको छौँ खास हामी हिजो राति आइपुगेका थियौँ त्यही भएर मैले भिडियो बनाएन र अहिले बिहान भइसकेको छ हिजो चाहिँ हामी यो रुममा बसेको थियौँ अनि अहिले चाहिँ बिहानको 8 बजे छ अनि हामी यहाँबाट निस्केर उग्रतारा मन्दिर जानेछौँ यति जाडो छ नि गाइरहेको विन्डसिटर लिएर हिँड्न पर्छ निकाल्न सकिन्न यता गाइजहरु यहाँ आउनुभयो भने बाख्रा लुगा लिएर आउनु होला है हजुर चाहिँ डडेलधुरा आएपछि यही होटलमा बस्छ मिठो पाइन्छ र रुम पनि एकदम सफा छ है मम्मी बुवा मामु सबै बसिन्छ मन गाइजहरु यहाँ चाहिँ ढिलो भएको छ अनि यहाँ चाहिँ जाडो छ अनि यहाँ बुवा मम्मी मामु सबै फोटो सेसनमा सुरु हुन्छ नि त यहाँ आफूले जाडो भएर बस्छ हामी अहिले तुफान डाँडामा छौँ हामी दाङको घोराइबाट करिब 425 किलोमिटरको यात्रा गरेर यहाँ आइपुगेका छौँ हिजो पानी परेकाले जाडो एकदमै छ दृश्य मनमोहक छ अब केही बेर भए हामी यहाँको प्रसिद्ध उग्रतारा मन्दिर पुग्ने छौँ र तपाईहरुलाई त्यहाँका दृश्यहरू देखाउने छौँ
बिहान घाम लाग्छ तर्किने घाम अनि उकालो रहेछ गएर म चाहिँ घन्टी बजाउँदै जान्छु गाईहरू यहाँ पछाडि कतै गाई आइरहेछ हात बाहिर निकाल्यो नि हात त आइस बन्छ तेरो हात गयो यस मन्दिरको बारेमा यहाँको मूल पुजारी स्वयंले जानकारी दिनुभएको छ ल सुनौ है त मेरो नाम तेजबहादुर साङ्की हो म यहाँको धामी हो यहाँको म मेन धामी हो यो उग्रतारा मन्दिर हो यसको नाम उग्रतारा डडेलधुरा जिल्लाको उग्रतारा प्रसिद्ध मन्दिर उग्रतारा देवीको मन्दिर हो र नवदुर्गामा महादुर्गा उग्रतारा माता हुन् यिनको नाम भगवती थियो र यिनले चाहिने एउटा राक्षसी कुनै बेलामा सबै संसारको देवी देवता र सबै मान्छेहरूलाई पनि आतङ्क गर्न थाल्यो र त्यहाँदेखि उहाँले उनको नाम भगवती थियो उहाँले उग्र रूप लिएर राक्षसलाई मारिदिनु भयो र उनी सबै देवी देवता संसारलाई बचाएको हुनाले उहाँको नाम उग्रतारा माता उग्र रूप लिएर मारेको हुनाले उग्रतारा माता नाउँ रहेको उहाँको नाम पहिला भगवती हो र उहाँ महाशक्ति माता उग्रतारा हुन् यहाँ जो मान्छे घरबाट ल मेरो मनोकामना मेरो घरमा यस्तो अप्ठ्यारो छ र माता उग्रताराको मन्दिरमा गएपछि राम्रो हुन्छ भन्ने मान्छेलाई फरकै पर्दैन मनोकामना हजारौँ मान्छेको जो पनि भक्त हुन्छन् उनको मनोकामना पुरा भएर उनी प्रत्येक दिन 10, 15, 20 जना 50 जनासम्म यहाँ घुइँचो लाग्छ कि हाम्रो मनोकामना पुरा भयो हजुर के गर्नुपर्छ भनेर आउँछन् र उहाँ चाहिने महाशक्ति माता उग्रतारा हुन् पिथौरागढ इन्डिया दिल्ली बम्बई अनि पछि गढवाल दार्चुला यो नेपाल त नेपालै भइहाल्यो काठमाडौँदेखि मान्छे एकदमै घुइँचो लाग्छ कार्तिक पूर्णिमा त यहाँ जिल्लासम्म मान्छेले कुनै ठाउँ देखिँदैन एकदमै ठुलो मेला लाग्छ उहाँ महाशक्ति माता उग्रतारा हुनुहुन्छ र उहाँ मनले सोचेको मनोकामना पुरा गर्नुहुन्छ भन्ने हामीलाई विश्वास लागेको छ हजुर अहिले मतलब जस्तै हामी यो हाम्रो गाउँको नाउँ लटौली हो यो उमरगढी नगरपालिका वडा नम्बर 8 मा पर्छ हामी भण्डारी हो तर उहाँ शङ्खु बजाएर देवता यो भोग लगाउन थाल्यो नि अनि जिल्लामा राजाहरू हुन्थे यहाँ नागमल ठाकुर राजा थियो उहाँले भन्नुभयो तपाईँ भण्डारी होइन अब तपाईँ शङ्ख बजाउनुहुन्छ साँकी भयो तपाईँ भनेर अनि हामी साँकी लेख्छौँ तर हामी 10-12 परिवार मात्र साँकी लेख्छौँ अरू सबै भण्डारी लेख्छन् र यो हाम्रो गाउँ थियो यहाँ हाम्रो बाजेले गोरु जोत्दाखेरि यो शिलामा फालो लागेर खुन बग्यो अनि पछि आफ्नो भात खिचडी ल्याएर खानलाई त्यही खिचडी दल दिएछ र घाउ बन्द भयो अनि उहाँ त्यही दिनदेखि हामीले पूजा गर्न पाइयो हामीले मतलब जस्तै हामीले जे तपाईँलाई आशीर्वाद दियो त्यो आशीर्वाद पुरा हुने भयो हजुर त्यही हो हजुर यो एकदम शक्ति माता उग्रतारा